मेरो साथी ठिकै छौ? आफ्टर 8 years के छ? एकदम बढिया। के खाँदैछौ यस्तो? के खाँदैछ? फेरि त्यो तिम्रो ब्लग हेर्ने त कस्तो हुन्छ मलाई के भन्छ के गर्दिनै छ अहिले आज जस्तो लाग्छ। घुम्नु गुड मर्निङ एभ्री वान, वेलकम ब्याक टु माई च्यानल अगेन। साथीहरू हिजो चाहिँ हामी उता गोरुबथानमा थियौँ अनि नाना र आमा चाहिँ काठमाडौँदेखि आउनुभयो अनि हाम्रो नसिबदाले पिक गर्नुभयो होइन। अनि हामी चाहिँ माथि घुमभन्दा अलिकति तल भेटेर चाहिँ अब आज यहाँनिर बेजनबारीमा आइरहेको छौँ र आज चाहिँ मैले ब्लग स्टार्ट गरिरहेको छु। हुनुहुन्छ हाम्रो भेना। नमस्कार स्वागत छ है मेरो ब्लगमा भेना। नमस्कार तपाईँलाई, मेरो सालो प्यारो सालोलाई वेलकम टु दार्जिलिङ होइन। दार्जिलिङ बिजनबारीको यो चाहिँ भन्छ हामी 15 नम्बर नम्बरमा भन्ने पुरानो गाउँको नामले भन्नु पर्दाखेरि यसलाई 15 नम्बर भन्छ। नत्र भने अब समाजसँग अगाडि बढ्यो भने चाहिँ लिजा हिल रत्नश्री गाउँ भन्छ ल। त्यहाँदेखि सबै हाम्रो लिजाइल चिया बगानहरू हो। यो डल्लै लिजाइल चिया बगानहरू हो। उत्कर्ष यहाँ गुड मर्निङ। ल नसिब दाजु के हो? ल तपाईँलाई सम्पूर्णलाई स्वागत के खाँदै हुनुहुन्छ? तपाईँलाई दिनदिनै सुनिनु हुँदैछ। स्वागत छ तपाईँलाई यो हाम्रो मैले भनेको स्वागत छ यो ब्लगमा। तिमीलाई पनि स्वागत छ भनेको हाम्रो दार्जिलिङ भेगमा। विशेष गरी हामी दार्जिलिङमा विभिन्न कमन गाउँ बस्तीमा छरिएर बसे तापनि हामी दार्जिलिङको सम्पूर्ण मान्छे एक हौँ र दार्जिलिङमा आएको पाहुना हाम्रो पाहुना हो। सो स्वागत छ तपाईँलाई, तिमीलाई, तिम्रो टिमलाई। अब घुमाउँछु, देखाउँछु दार्जिलिङ कस्तो छ के छ है। एन्ड अब हामी चिया कमानको तपाईँहरू जस्तो सहरको अब त्यस्तो सुविधा हाम्रोतिर हुँदैन, तर तपाईँले बुझ्नुहुन्छ भने हामीलाई थाहा छ। त्यस्तो दिनु पऱ्यो नि। यस्तरी खिच्दैन। यहाँ चाहिँ हाम्रो भेना यहाँ चाहिँ हाम्रो भेना हुनुहुन्छ जसले चाहिँ 7000 को क्रक्स लगाएर यहाँनिर छप्पर फाँड रेकर्ड राखिराख्न सक्नु भएको छ। द्याट इज इन्डियन करेन्सी। 7500 भाइ, के भ्यालु घटाउने होइन नि। ओके हुन्छ होइन। यहाँ हुनुहुन्छ साइले चाहिँ मेकअप डन सक्नुभयो? वाउ लभ सक्नुभयो मेकअप? भिडियो वाउ लभ गर्ने होला। मेकअप हेर्नुभयो? खै देखाउनु। ए मेकअप गरे छैन किन? यो भाइ त अनुहारमा यिनीमा चाहिँ नाकको दुलो भित्र आउनुको छ। हिजो मेरो नङ देखेर भाइ तर्सेको। कहाँ गयो? यहीँ थियो त। ह्यान्डसेक गर्न गएको कि अबुई यस्तो गरेको त अबुई अरे क्या। यहाँको भ्यू चाहिँ यस्तो छ। मर्निङ। ल यहाँ चाहिँ हाम्रो सासुआमा हुनुहुन्छ। गुड मर्निङ आमा। गुड मर्निङ छोरा। आन्टी मर्निङ। आन्टी मर्निङ गुड मर्निङ। सन्चै सुबिस्तै हुनुहुन्छ? सन्चै सुबिस्तै। हिजो सन्चै सुत्यो, सन्चै उठ्यो, ठिकै छौँ। ए हुन्छ। उठेर खाना लाग्यो खाजा। हुन्छ सम्धिनी त यस्तो चाहिँ हो नि त, यतिको चाहिँ हुनु पर्यो है। ल हामी छोरा पाउने सम्धिने र छोरी पाउने सम्धिने कम्ती हुन्छ। यहाँ चाहिँ हाम्रो नाना हुनुहुन्छ। गुड मर्निङ। एकदम सबैलाई गुड मर्निङ। खोइ नाना कहाँ जानु? पुगुली नाना त आज त क्या छिटो। पुगुली नाना पछाडि आउँदैछन्। यहाँ साथीहरू एउटा कुरा भन्न चाहन्छु। नानाले चाहिँ पुरै रेकर्ड राखिसक्नु भएको छ। के हो आज त 10-11 बजे उठ्ने मान्छे 5 बजे उठ्नु भयो क्या? बोकेर बाहिर निकाल्ने बेलामा यो मान्छे के गरेको थाहा छ? के अरे निन्द्रामा उठाएर बोकेर बाहिर ल्याउँदा नि गएर फेरि त्यहीँ सुतेको जबरजस्ती गर्दा नि। कति बजे उठ्नु भयो? म त्यही तिमीलाई उठाएर बाहिर निकाल्दा उठेको। हामी एकछिन खाजा खाएर चाहिँ बाहिर घुम्नु निस्किने साथीहरू। तर गाइस यहाँनिर चाहिँ नानाहरुकोमा चाहिँ हैन अम्बक देखाउँछु ल तपाईहरुलाई। हिजो बेलुका भेनाले चाहिँ मलाई भन्दै हुनुहुन्थ्यो
अम्बक चाहिँ थुप्रो छ है भाइ भनेर भन्नुहुँदै थियो। अनि देखाउँछु म तपाईँहरूलाई यहाँनिर चाहिँ अम्बक कति बेसी फलेको छ भनेर पर्खिनु है। यो चाहिँ काजु होइन, त्यो टिप्छु है म। लेट मी सोल्टी हुनुहुन्छ सोल्टी पनि दामी गाउनु हुँदो रहेछ। हामी त कुनै लाइभ कन्सर्टतिर बसेको जस्तो फिल भयो सोल्टी। माइला सोल्टीले त्यस्तै दिनुहुने। हामी रहेछ नि हौ गाउनै नजान्ने सोल्टी। सरम पनि लाग्यो हो। गाउनेले ल एक्टिङ जान्दैन, एक्टिङ जान्नेले सबै जान्नु भएन नि त हो। साह्रो खेल्ने नि गीत गायो भने उदित नारायण भएको के का होइन। नानाको तर खुट्टा चाहिँ कस्तो चट्टै भएछ। नानाको चाहिँ हिजो काँसको थाल दियो भने चाहिँ इज्जत आउँछ भनेर काँसको थालमा आज चाहिँ चट्टै जादु खालको बिमार हो है, एकै दिनमा चट्टाए। आलाम लगाइदियो नि त्यो। मेरो त 2-3 दिन बाँधेको 3 दिन जस्तो लाग्यो यो हो। भिडियो नभए लाज लाग्छ। कस्तो लाज लाग्छ छ्या। फेरि त्यो तिम्रो ब्लग हेर्ने त कस्तो हुन्छ, के भन्छ कि मलाई त अरू भन्दा नि यो क्यारेक्टर बेना देखाउनु न, यो गर्नु न। त्यो गरिदिनै छ लाज हुन्छ जस्तो लाग्छ। निकिसै फ्लप खान्छ नि फेरि उता कस्तो लाग्थ्यो, गालामा रातो भइसक्यो छ। निकिसाको त म त यस्तो हो नि त है भाइ। मनपर्छ मलाई निकिसा। ल हामी अब खाजा खाना दादालाई पनि बोलाउनुहोस् न होइन उता। ल हाम्रो चाहिँ खाजा इज रेडी गाइज। ल हाम्रो सुक्खा रोटी भन्छ है, विच इज हामी चाहिँ कमान्डमा यो खान्छौँ। ए ल कमानमा मात्रै खान्छ नि। मोस्ट अफ कमान्डमा खान्छौँ नि हामी नि। बिहान चाहिँ है तपाईँहरू त ब्रेड खानुहुन्छ ल। तपाईँले कसो देख्यो मेरो छेउमा त भन्नु। जसरी सेटर खाइरहेको अरे क्या तपाईँ त कस्तो देख्यो दाबा। भेना जतिको पार्टनर चाहिँ चाहियो है लाइफमा। लु यतिको पार्टनर चाहिँ यहाँ डिजर्भ गर्नुपर्ने हुन्छ। मैले डिजर्भ गर्छु भन्नु न। यतिको लाइफ पार्टनर म पनि डिजर्भ गर्छु। मलाई गाडीमा पनि मलाई पनि हेर्नु थिएँ मैले ए हामीलाई त यस्तो प्लेटमा दियो होइन, ज्वाइँलाई काँसाको थालामा। ज्वाइँको चाहिँ अलिकति भनेको छ त। ज्वाइँ हुनु भनेपछि यसो देख्दा त भेना मलाई छिट्टै ज्वाइँ हुनुको मन लाग्यो त। ज्वाइँ तिमी छिटै बनिन्छ कि, तर तिम्रो क्राइट एरिया चाहिँ ओभर मन पर्यो मलाई क्या। भयङ्कर चिजहरू छैन, लिमिटेड चिजहरू छ, तर त्यो चाहिँ अब कमन चाहिँ होइन क्या त्यो क्राइट एरियाहरू चाहिँ। नपढेको भने चल्यो। पहिला नि मेरो त हात छिट्ट हुनुपर्ने, केस लामो हुनुपर्ने, कुर्ता लाउनु पर्ने त्यस्तो हुन्थ्यो नि। होइन त अहिलेको नत्र त जेन्जिसको त क्राइट एरिया त कस्तो हुन्छ भन्नुहोस् त। के त मलाई चाहियो तर अलिक नोकरी भएको भए राम्रो हुन्छ। त्यो नोकरीतिर खोज्छ होइन, अलिक पैसावाल होइन, पैसावाल चाहियो भन्छ। उसको क्राइट एरिया चाहिँ सुन्दरता होइन, अलिकति उयोहरू अब अलिक राम्रो नि त क्राइट एरिया। न त अहिलेको जेन्जिसले त अब नोकरीवाला मात्रै खोज्छ नि त नि। यस्तो हार्ड उयोहरू छैन। थ्याङ्क यू भेना। हामी चाहिँ अब रेडी भइसक्यो, निस्किन आँटेको छौँ। एउटा शब्द आउनु पर्दैन कहाँ हो तपाईँलाई केही नभएको पो रहेछ त्यति त हो रहेछ नि त हौ। अनि भन्न यो मेटल बडी हो र अझ के भएको छैन स्कुटीलाई। अर्को प्लास्टिकको भए त डाङडुङै हुने।
यो त सबै च्यादर छ र त अगाडि है ल है सालो अब फाइनल गएको हो कि फाइनल आएको कन्फ्युजनमै छु म होइन तर आएको चाहिँ हुनुपर्छ वापस ल हुन्छ लाग्यो मलाई ल। के हुन्छ हुन्छ के गर्नु भएको थियो चाहिँ पोज दिएको पम्चर भएछ आम्बो गाडी चाहिँ पम्चर भयो अहिले अनि आम्बो गाडी पम्चर भएकोले गर्दाखेरि हामी चाहिँ बसेको 2-3 मिनट पनि नभइकन यहाँनिर चाहिँ हावा भर्नुको लागि निस्किरहेको छौँ बमिट आउला जस्तो त भएको छैन होला नि गाइस म चाहिँ यहाँ चिल भएर बसिरहेको छु होइन राम्रो लाग्छ यस्तो एकान्तमा बस्नु होइन अनि साथीहरू एउटा कुरा के हो भनेर भन्दाखेरि हामी चाहिँ अहिले यहाँ चारधाम सिक्किम आइसकेका छौँ होइन एकैचोटि अब सजिलो भयो होइन हामी चाहिँ एकैचोटि यहाँ दार्जिलिङदेखि चारधाम आइसकेको एउटा भिडियो एउटा हातले मेरो भिडियो तर मलाई चाहिँ ब्लग खिच्नु दिएको छैन भिडियो गर भनेर ल ओइ ल ब्लग गर्दै आउनु पर्ने अरे ल यहाँ नै मोडल निचे नाम चाहिँ आइकन चाहिँ क्या नाना चाहिँ राइनी सुनवानीदेखि सिधै शेर्पा हुने शेर्पानी हुने अरे शेर्पानी भन्छ है म देखाउँछु ल ओइ नाना तँ त कस्तो राम्रो देख्यो नाना मेरो मम्मीको पोज हेर ओइ साइली नाना यता हेर नाना राम्रो देख्यो तिमी चाहिँ पुरै शेर्पा भाषामा बोल्दैौ न ओइ आमा आमा त राम्रो देख्यो आमा आमा ममा ल्यामु हुन् ल्यामु ल्यामु आन्टी बुझाउनु पर्यो नि त त्यो भने के हो हामी त बुझेन त्यो भनेको ल्यामु भनेको राम्रो खरादे भनेको चुप्लाक भनेको खरादे खरादे लामो लामो यता ठुल्ठुलो भाइ छ भाइ भाइ त खरा देखा लामो के खान्छ भाइ तिमी यो भुँडी ठुल्ठुलो छ भाइ सानो नपाएर भाइ भुँडी तर्को अब मलाई हेरेर को हाँस्ने हो ए तिम्रो त भगेपछि ठुलो ज्यादा यो ड्रेस त यस्तो निस्किन्छ त बुई क्या हो यो ओ आम्बो दाजु क्या हो यो अब्बुई हाम्रो दाजुमा त यस्तो त यो त अनि विदाउट एनिमेसन है तपाईँले एनिमेसन जस्तो भएर निस्केर दाजु यस्तो चेकमा हुन्छ हेरेर हाँसेको अब पालो आएको जस्तै छ अब उड्ने जस्तो चिल जस्तै भयो चिल होइन जादु गरे जस्तो भएन यस्तो हो कि हामी कहिले नलाएर झापा लाउँदाखेरि त्यो हामीलाई कमेडी देखे मात्रै हो कि अनि त्यो अब हाँस्नु पाइदिन्छ नि सुरुमा हेर्दा त अनि अब यो सधैँ लाउने मान्छेहरूलाई लगाएको देख्दा कस्तो राम्रो हुन्छ हामीलाई हेर्नु तपाईँहरू चाहिँ नेपालबाट आउनुभएको अनि अस्तिको त्यो हामीले नेपालको बाटो बिग्रेको छ बुढी दुख्यो मलाई कस्तो मलाई चाहिँ बिचमा चाहिँ भ्लग बनाउनु पाइनँ के बनाए त्यो ठस यस्तो गन्दै खुट्टा किन भन्दाखेरि मैले आज फोटो पनि खिच्नु पर्यो रिल्स पनि बनाउनु पर्यो के गर्नु पर्यो क्या यता तेमीतिर अनि यता चारधामतिर चाहिँ अनि सबै पार्टहरू छैन किनभने मजाले इन्जोय गरेको क्या हुन्छ नि अब मलाई थाहा छैन जे दिनुभएको त्यो चाहिँ यहाँ हालेको छु है मैले अनि अहिले चाहिँ हामी यहाँनिर गान्तोक आइसकेको छौँ गान्तोकमा चाहिँ अब होटेलहरू मिलिसक्यो होइन अहिले चाहिँ अब खाना चाहिँ यहाँ हुँदैन रहेछ त्यही लागि खाना खानु जानुको लागि चाहिँ हामीले सो अहिले चाहिँ हामी यहाँनिर गान्तोकमा आइपुगिसकेका छौँ र हिजो चाहिँ एकदमै लेट भयो क्या आउनको लागि त्यसले गर्दा चाहिँ अब यता तिमीहरू नाम्चीहरू घुम्दाखेरि चाहिँ मैले कन्टिन्यू गर्नु पाइनँ सो बेसी अब यताउता सर्ट भिडियोहरू बनाउँदाखेरि भ्लगलाई चाहिँ बेसी टाइम दिनु सकिनँ होइन यो चाहिँ मेन टाउन रहेछ यहाँको विच इज सो निट एन्ड क्लिन है ल अहिले चाहिँ अर्को केही पनि भयो भन्नुहोस् त तपाईँहरूलाई म भन्छु म चाहिँ अलिकति होटेलदेखि छिटो निस्केको यो चाहिँ हाम्रो होटेल हो अनि किन भन्दाखेरि ब्यागहरू पनि छोडिदिइराखेको छु मलाई खुसी पनि लागिरहेको छ किन भन्दाखेरि चाहिँ पहिला हाम्रो साथीसँग चाहिँ अब भेट हुन आँटेको छ होइन झन्डै 7 वर्ष भएछ नभेटेको
16 ब्याच हो माध्यमिक मेरो। दादा भाउजूले गर्दा पनि होइन, दादा भाउजूले चाहिँ भाइ सबै बनाऊ हामी हेर्छु भन्नुभएको थियो। सो बिग सट आउट टु माई दादा एन्ड भाउजू टु होइन, दे आर सो सपोर्टिभ। फर्स्ट यहाँ वेस्ट पोइन्टमा चाहिँ छ भनेर भन्दै थियो उसले चाहिँ। मेरो साथी ठिकै छ आफ्टर 8 इयर्स के छ? एकदम बढिया। के खाँदैछ हौ यस्तो? के खाँदैछ? के हो यसको राज? ठिक छ? सरी ल, म के भन्नु त के हुँदैछ कि नानाहरू चाहिँ आउनु हुँदैछ चेकआउट गरेर होइन। सेतो छ भित्र होला नि पार्किङ त। सरी कति धेरै पर्नु पऱ्यो है? कति माथि गएको थिएँ नि त कि त्यहाँनिर बाइक पार्क गर्नु। ठिक छ नि लाग्यो साथीलाई भेटेर होइन। कति वर्ष बाद? 2018मा कि कहिले भेटेको हामी लास्ट टाइम? भेटेन एचएसमा पनि भेटेन। एचएस दिएर त हामीले त एचएस कहाँ दिएको हो त? हामीले त माध्यमिक दिएको नि। भनेपछि 16 देखि 4 9 वर्ष ल साथीसँग भेट भयो होइन। एकदमै मिल्दै हामी हुँदाखेरि चाहिँ होइन। अब जे होस् हामी चाहिँ यता अहिले माथि हनुमान टक भन्ने ठाउँमा आइसकेका छौँ होइन। यसको इम्पोर्टेन्स छ फेरि। नाना तपाईँलाई उयो थाहा छ नि, रामायणमा लक्ष्मणलाई तीर लागेको हुन्छ नि, अनि रामले हनुमानलाई चाहिँ त्यो सञ्जीवनी आएको हुन्छ नि त, त्यतिखेर बुटी लाँदाखेरि चाहिँ त्यो पहाड बिसाउँदाखेरि क्या त्यसको त्यो पहिरोहरू जस्तो माटोहरू झर्छ नि, झरेर चाहिँ अनि यहाँनिर चाहिँ त्यो बुटीहरू झरेको छ अरे क्या। सञ्जीवनी उयसको गाछ पनि छ अरे नि त यहाँ कता प्लान्टहरू क्या, त्यस्तो अरे त्यसको यहाँको इम्पोर्टेन्स चाहिँ। अनि त्यही बुटी खाँदो रहेछ साथीले चाहिँ, बुटी चिनेको रहेछ। मलाई पनि देखाऊ बुटी। बुटी उसले बुटी खाने गरेको रहेछ होइन। अब खोइ कता छ बुटी, मलाई पनि देखाइदिनु पऱ्यो बुटी चाहिँ। जुत्ता खोलेर जानुपर्छ। जुत्ता यहीँ खोल्ने हो फाइनली होइन। के भन्छ यो हनुमान टकमा साथीले निकालिसक्यो। यो होइन साथी खोइ यही हाम्रो साथीको ह्यान्डसमनेसको राज चाहिँ अब आधी खाएर मलाई दिने अरे हो। म नि खानु परेन नि, तिमी मात्रै। यो खाऊ न, यो सेतो पात खान्छ क्या, यो निकाल न। त्यही भएर त बाँदरहरू खाने छ। यो त पोसिलो चिज हो नि। फर्स्ट टाइम खाएको मैले हो र। यो खान्छ त हाम्रो उता हुन्छ र पनि फर्स्ट भुटे भुटे भने अझै राम्रो टेस्ट हुन्छ नि। यहाँ खाएकै छैन अघि दिएको यहाँनिर। के खान्छ याद भएन। खाऊ न अनि तिमी यो खाऊ न। यो गाइस म नि सञ्जीवनी बुटी फाइनली खाइसकेको छु होइन। आई होप अब म पनि विकास साथी जस्तै चकाचक त अलरेडी छ हुन्छु होला। कुन चाहिँ भाग्यमानी होला साथीको यहाँ बस्नु पाउने मान्छे चाहिँ। यसो हेलमेट निकालिदिनु नि त हौ। यस्तो छ अब हाम्रो साथी केही कुराको कमी छैन होइन। कोदा यो हनुमान टकमा त नि सञ्जीवनी पाउँछ अरे त। सञ्जीवनी बुटी तपाईँ नखाने? जिन्दगी यस्तो जिन्दगी घाँडो भइरहेछ, त्यो उसले के गर्नु, कति अझै जिउनु नखाने। आई डोन्ट वान्ट सञ्जीवनी। सञ्जीवनी बुटी खानु नि के वाक्कै भयो जिन्दगीबाट। किनभने यही भुटीमा जिन्दगीभर बस्नुपर्छ भनेर हो क्या। ओके अब यहाँदेखि तल चाहिँ अब गणेश टक भन्ने ठाउँ अरे, त्यहाँ जाने। भेनाहरू चाहिँ अहिलेको लागि चाहिँ म एकैछिन आम्बो गाडीदेखि निक्लिरहेको छु। म चाहिँ साथीसँग छु, नानाहरू जाँदै हुनुहुन्छ। अहिले चाहिँ हामी साथी गणेश टकमा छौँ होइन। यो अगाडि देख्दै गरेको चाहिँ गणेश टक हो होइन। यहाँनिर गणेश टक भन्दा नि एउटा खास कुरो चाहिँ अब यहाँनिर तिमीलाई म देखाउनु गइरहेको छु। यहाँ चाहिँ स्पोकी हाउस भन्ने छ बुझ्यौ। यहाँ स्पोकी हाउसमा सबै एकताल एक्सपिरियन्स गरिराख्नुपर्छ जहिले पनि हो। अन्त जो नयाँ मान्छेहरू आउँछ होइन। ल हामी चाहिँ यहाँ जानु आँटेको होइन। डेन्जर डर लाग्यो क्या। जग्गा मैले चाहिँ खासमा झुक्काएर नानाहरूलाई चाहिँ पठाउनु खोजेको थिएँ। म चाहिँ नजानु खोजेको थिएँ तर त्यस्तो भएन। मलाई नै जबरजस्ती पठाउनु भयो। एक जग्गा चाहिँ पस्नुको बित्तिकै कानतिर फुक्नु थाल्यो क्या मान्छे। साथी चाहिँ किन जानु नखोजेको? म त पहिला गएर वाक्कै भएको छ कि
यो के गर्दै यो अब छुट्टिने बेला पनि भयो अब सेफ जोनी ल फिर मिलेंगे फिर मिलेंगे अब त्यो सञ्जीवनी हेलो दा ल ल बाई अब हामी यहाँनिर गैरी बसमा आइपुगिसकेको छौँ होइन अनि यहाँ चाहिँ म क्लास 6 देखि 10 सम्म पढेको मेरो मावाला हो सो यो ब्लगहरू हामी जति घुमेँ नि त्यो चाहिँ मैले 1% पनि देखाउन सकेको छुइनँ किनभने फोटोहरू खिच्दा ब्याट्रीको पनि प्रब्लम हुँदो रहेछ क्या एकदमै लङ टुर भएर पनि होला सिक्किमदेखि यता हामी गैरीबास जलढका आइपुग्दाखेरि चाहिँ हिजो लगभग 8 बजिसकेको थियो भनेको जस्तै त्यो ब्लगमा चाहिँ हामी घुमेको डुलेको सबै अब हुन्छ नि खाएको इत्यादि कुराहरू चाहिँ ब्लगको हामीले जति गऱ्यौँ नि ब्लगमा चाहिँ द्याट इज नट इभन 1% पनि छैन होइन त्यो मोमेन्टलाई चाहिँ एकदमै फुल्ली इन्जोय गरेको अब तेमीतिरको एउटा पनि छैन होइन सो एकदमै रमाइलो भयो सबै घुम्नुको लागि अनि बेसी भ्लग नै बनाइनँ क्या मैले बेसी घुमेँ मात्रै अनि अर्को कुरा चाहिँ म यो भ्लगदेखि नै के भन्न चाहन्छु भने हाम्रो नाना अनि भेना दार्जिलिङमा हुने अनि हामी चाहिँ के सोचेको थियौँ भने नाना भेनाकोमा बस्ने अनि फेरि दिउँसो घुम्ने बेलुका आउने त्यस्तो सोचेको थियो तर यस्तो हेर्दै जाँदाखेरि त दार्जिलिङ त प्रायः सबै गएको रहेछ आमु दाजु गइसक्नु भएको म गइसकेको होइन साई नाना पनि आन्टी पनि गइसक्नु भएको नाना र भेना मात्रै नगएको हुनुहुँदो रहेछ होइन नाना पुकुरी नाना र भेना मात्रै नगएको अनि बरु सिक्किम जाउँ न त भनेर चाहिँ हामी दार्जिलिङदेखि सिधै सिक्किम गयो अनि डाइरेक्ट हामी त्यहाँ गान्तोक पुग्यो होइन अनि नानाहरूले चाहिँ बिचरा कति उयो गरिराख्नु भएको थियो आउनुहुन्छ भनेर बेलुकासम्म फोन गर्दै हुनुहुन्थ्यो अब हामी जानु पाएन अनि आन्टीले पनि बिचरा पुरा विश्वास मान्दै हुनुहुन्थ्यो होइन अब एकताल अब गए पनि राम्रोसँगले भन्नु नपाए आउनु पर्यो भनेर सो नाना भेनालाई चाहिँ यो भिडियोको मार्फतदेखि नै सरी पनि भन्न चाहन्छु होइन सो थ्याङ्क यू सो मच नाना भेनालाई एकदमै वार्म वेलकम एउटा सेरोमनी नै राखिदिनु भयो कस्तो मिठोसँग स्वागत गरिदिनु भयो हाम्रो सबै टिमलाई होइन अनि एकदमै राम्रो खातिरदारी पायौँ नाना भेनाहरूले पनि भन्दै हुनुहुन्थ्यो बेस्ट लाग्यो त्यहाँनिर चाहिँ कस्तो राम्रोसँगले सत्कार्नु भयो भनेर भन्दै हुनुहुन्थ्यो सो नाना भेनालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सो अनि विकास साथीलाई भेटेर त मलाई खुसी नै लाग्यो होइन अनि कति 8-9 साल बादमा भेटेको अझै म क्लास 8-7 सम्म सँगै पढेको म 6 देखि गएर साथी भएको होइन एकदमै मिल्थ्यो सरोज उसलाई पनि भेटेँ कस्तो खुसी लाग्यो अब कति साथीहरू चाहिँ म यता घर आइसकेर चाहिँ मलाई याद भयो कि म आएको रहेछ भनेर होइन उनीहरूले त्यो भिडियोहरू पोस्टहरू हेरेपछि चाहिँ थाहा भएछ सो कतिजनालाई भेट्नु पाइनँ ती नजिकमा मेरो अझै मिल्ने साथीहरू थियो होइन अब उनीहरूलाई भेट्नु पाइनँ जतिजनालाई भेट्नु पाइनँ दुःख पनि लाग्यो तर अझै भेट्नु पाउँदाखेरि चाहिँ झन् खुसी लाग्यो होइन अनि अब माउलोमा चाहिँ म त्यहाँ हामी चाहिँ गान्तोकदेखि सिधै आएको नि त उता माउलो आएको गैरीबास मेरो मामा घर अनि मामा माइजूहरूसँग भेटेँ बोजू कोमाहरूसँग भेटेँ कस्तो खुसी लाग्यो म 6, 7, 8, 9, 10 4, 5, 6 वर्ष जस्तो बसेको पढेको कस्तो नोस्टाल्जिक हुन्छ कि म गैरीबास भन्दाखेरि किनभने म त्यहीँ पार्टिकुलर त्यो जग्गामा बसेर पढेर हुर्केको होइन सो अनि 4 वर्ष बादमा मामा माइजू दादाहरूलाई देख्नु पाउँदाखेरि झन् खुसी लाग्यो सबैसँग भेटघाट हुनु पाउँदाखेरि अनि त्यहाँदेखि अझै उता बिन्दुहरू गयौँ चन्दनदा आनन्दाहरूसँग भेटेँ त्यहाँको पनि भिडियोहरू खिच्नु पाइनँ क्या ब्याट्रीहरू यताउता के भएर अब अहिले त म काठमाडौँ पनि आइसकेको छु इनफ्याक्ट यो बनाइराख्दाखेरि चाहिँ म अहिले काठमाडौँमा छु होइन अनि यहाँ आइसक्दाखेरि चाहिँ अब एकदमै जाडो बढेको रहेछ है साथीहरू है इन्डियामा चाहिँ एकदमै गरम भइरहेको थियो अस्तिसम्म अब घामहरू लाग्ने यहाँ आएपछि चाहिँ घाम पनि देख्नु पाएको छैन इट्स एभ्रिवेयर फगी अनि झन् आजदेखि त पानीहरू पनि परिरहेको छ सो कस्तो लाग्छ प्रतिक्रिया दिनु नबिर्सिनु होला अनि प्लिज सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् है थ्याङ्क यू सो मच एभ्रिवान